माननीय राष्ट्रपति रामचंद्र पौडेलज्यू, सम्माननीय उपराष्ट्रपति श्री रामसाहेब प्रसाद यादवज्यू, सम्माननीय प्रतिनिधि सभाका सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, काठमाडौँ महानगरपालिकाका उपप्रमुख, विषयगत समितिका संयोजकज्यूहरू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत विभागीय प्रमुख तथा सम्पूर्ण राष्ट्रसेवा कर्मचारीज्यूहरू, विभिन्न वडाबाट सांस्कृतिक झाँकी सहित पाल्नुभएका सांस्कृतिक तथा सामाजिक क्षेत्रबाट पाल्नुभएका व्यक्तित्वहरू, नागरिक समाजका अगुवाहरू, विभिन्न क्षेत्रमा ख्याति प्राप्त आज सम्मानित हुनुहुने व्यक्तित्वहरू, आम सञ्चारकर्मी, सुरक्षाकर्मी तथा यहाँ उपस्थित महानगरवासी, ज्येष्ठ नागरिक ज्यूहरू, विक्रम सम्वत 1976 सालमा सफाई अड्डाका रूपमा स्थापना भएर 2052 साल मङ्सिर 29 गते महानगरपालिका घोषणा भएको काठमाडौँ महानगरपालिकाको मूल पहिचान सांस्कृतिक वैभव युक्त सहर हो। यो वैभवलाई संरक्षण र पुस्तान्तरण गर्दै समृद्ध र विकासका आयाममा यसअघिका विभिन्न कालखण्डमा काम गर्ने जनप्रतिनिधि र राष्ट्रसेवक साझेदार, महानगरवासी तथा शुभेच्छुकको साथ र सहयोगलाई उच्च कदर गर्दै स्मरण गर्न चाहन्छु। उपस्थित महानुभावज्यूहरू, काठमाडौँ महानगरपालिका आम महानगरवासीको सर्वोत्तम हितका निम्ति दत्तचित्तले काम गरिरहेको छ। आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्र र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र महानगरपालिकाले नियमित काम गर्ने क्षेत्र हुन्। प्राकृतिक सम्पदा र मानव निर्मित सृजनाको संरक्षण, सम्वर्धन र प्रवर्धन गरेर सहरको सांस्कृतिक पहिचानलाई अक्षुण्ण राख्नु, शहरी स्वच्छता र सरसफाई गर्नु, समृद्धिका लागि एकीकृत पूर्वाधार विकास गर्नु, दैनिक सेवा प्रवाहलाई सहज र चुस्त बनाउनु, आम मानिसको जीवनलाई सहज बनाउनु हाम्रो दायित्व हो। यी दायित्वप्रति उत्तरदायी, इमान्दार भएर मितव्ययी तथा पारदर्शी भई कार्य सम्पादन गरिरहेका छौँ। नियमित कामसँगै नागरिकका दैनिक जीवनसँग जोडिएका र आम सरकारसँग सम्बन्धित योजना कार्यान्वयन थप प्राथमिकता दिन स्वास्थ्य, शिक्षा, रोजगारी प्रवर्धन, वातावरण सुधार र पूर्वाधार कार्यक्रमलाई महानगरपालिकाले गौरवको योजनाको रूपमा कार्यान्वयनमा ल्याएको छ। यस्तै आम नागरिकको प्रत्यक्ष चासोका रूपमा रहेका निरन्तर सञ्चालन हुने कार्यमध्ये प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमलाई स्वर्णिम योजनाका रूपमा राखिएको छ। यसरी सञ्चालन गरिएका कार्यक्रममध्ये धुलोरहित सडक कार्यक्रम अन्तर्गत 55 किलोमिटर सडक सुधारको काम सम्पन्न भएको छ। 62 वटा चोकमा हाईमास्ट लाइट जडान गरिएको छ। स्रोत साधन र प्रविधिले उच्चतम प्रयोग गर्दै सडक बत्तीको गुणस्तर कायम गराउन, रात्रिकालीन शहरी सौन्दर्यलाई एकनास बनाउन 5318 वटा पोलमा 13340 वटा बत्ती राखेर सहरलाई उज्यालो बनाउँदैछौँ। हामी काठमाडौँ महानगरमा आएपछि 23 अर्ब रुपियाँ मूल्य बराबरको 208 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरिसकेका छौँ। हाम्रो लक्ष्य करिब 2 खर्ब मूल्य बराबरको 1859 रोपनी जग्गा अतिक्रमण मुक्त गराउने रहेको छ। यस कार्यमा सबैबाट साथ र सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राखेका छौँ। गएको वर्ष हामीले करिब 2 अर्ब 86 करोड रुपियाँ बराबरका पूर्वाधार योजना सम्पन्न गर्यौं। करिब 91 करोड लागत बराबरका सम्पदा संरक्षण काम गर्यौं। यसबाट 276 वटा मूर्त सम्पदा सम्बन्धी आयोजना र 125 वटा अमूर्त सम्पदा सम्बन्धी कार्यक्रम सञ्चालन भए। यस वर्ष 1086 जना विपन्न नागरिक उपचार सिफारिस भयो। बेवारिसे, विपन्न र बेसहारा निशुल्क उपचार अन्तर्गत 210 जनालाई
निःशुल्क उपचार सेवा प्रदान गरियो। 32 वडामा स्वास्थ्य प्रवर्धन केन्द्र सहित 35 वडा स्वास्थ्य संस्था जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेका छौँ। फिजियोथेरापी सहित निदानात्मक परामर्श सेवा सहित प्रवर्धनात्मक र ओपिडी सहित उपचार सेवा प्रारम्भ गरेका छौँ। 10 वटा केन्द्रलाई बिमाको प्रथम सेवा बिन्दुका रूपमा सञ्चालन गरेका छौँ। विद्युतीय शासन अन्तर्गत यी सिफारिस र यी कार्यालय प्रणाली कार्यान्वयनमा ल्यायौँ। सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन कार्ययोजना स्वीकृत गर्यौँ। घरधुरी सर्वेक्षण तथा जीपीएस सर्वेक्षण नक्साङ्कनको काम भएको छ। 152 वटा आगलागीका घटना, 143 वटा जोखिमयुक्त रुख व्यवस्थापन, 130 वटा जलजन्य विपद व्यवस्थापन, 2896 मिटर फायर ड्राइराइजर प्रणाली स्थापना भएको छ। शहरी योजना आयोगबाट 164 वटा योजनाको विस्तृत डीपीआर तयार भएको छ। 6 अर्ब 33 करोड 58 लाख लगत अनुमान भएका 251 वटा योजना बोलपत्र प्रक्रिया मार्फत खरिद गरियो। यी योजनाहरू प्रतिस्पर्धाका माध्यमबाट 5 अर्ब 4 करोड रुपियाँ लागतमा प्राप्त गरेर 1 अर्ब 23 करोड रुपियाँ बचत भएको छ। कल सेन्टर मार्फत 8206 वटा र हेलो सरकारबाट 1105 वटा गुनासा प्राप्त भएका थिए। यीमध्ये कल सेन्टरबाट आएका 8000 वटा र हेलो सरकारबाट आएका 720 वटा गुनासा फर्स्यौट गरियो। बाँकी फर्स्यौट चरणमा छन्। यस वर्ष 30,323 जना ज्येष्ठ नागरिकलाई मासिक 4000 रुपियाँका दरले सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ। यस्तै ज्येष्ठ नागरिक भत्ता, ज्येष्ठ नागरिक एकल महिला भत्ता, एकल महिला पूर्ण अपाङ्गता भत्ता महानगरपालिकाले नियमित प्रदान गरेको छ। ज्येष्ठ नागरिकलाई वडाबाट तीर्थ गराउने कामलाई निरन्तरता दिएका छौँ। जोखिमपूर्ण श्रममा रहेका अनाथ र यौनजन्य हिंसा पीडित बालबालिकालाई उदार अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराइएको छ। सामुदायिक शिक्षाको सुधारका लागि डिजिटल शिक्षण प्रणाली सीसीडी र ईसीडी कक्षा सञ्चालन प्रणालीमा आधारित छात्रवृत्ति प्रदान गरिएको छ। हामी कार्यालय सञ्चालन खर्चलाई घटाउने र पुँजीगत खर्चलाई विशेष महत्त्व दिएर बढाउने काम गरिरहेका छौँ। यसमा बहाल करको क्षेत्र विस्तार गरेका छौँ। नागरिक सङ्कलन गरिएको राजस्वलाई नागरिकको सामूहिक हितमा प्रयोग भएको छ। स्थानीय स्रोत र साधनको अधिकतम प्रयोगबाट रैथाने सिपलाई आयमा रूपान्तरण गर्ने काम भएको छ। 1 वडा 1 कार्यक्रम सञ्चालन गरेका छौँ। विकेन्द्रीकरण माध्यमबाट स्थानीय समस्या समाधान गर्न न्याय चौतारी, मेलमिलाप प्रवर्धन, महिला सञ्जाल र कानुनी सहजकर्ताको प्रबन्ध गरिएको छ। यसले नागरिकमा न्यायको पहुँच वृद्धि भएको छ। महानगरवासीसँग बाचा गरेका काममध्ये यी प्रतिनिधिमूलक काम हुन्। यस्ता सार्वजनिक महत्त्वका तत्कालीन, मध्यकालीन र दीर्घकालीन धेरै योजनाहरू बनाएका छौँ, जसको कार्यान्वयनबाट महानगरवासीले म काठमाडौँ महानगरपालिकामा बसोबास गर्छु भनेर गर्व हुनेछ। यसका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारहरू, विकासका राष्ट्रिय अन्तर्राष्ट्रिय साझेदार, नागरिक समाज, उपभोक्ता समिति, चोल सुधार समिति, क्लब, निजी उद्योग तथा वाणिज्य क्षेत्र सबैप्रति नियमित साथ र सहयोगको लागि अपिल गर्दछु। धन्यवाद। नमस्कार।